So this is my second part. र अघिको चाहिँ फर्स्ट पार्ट थियो सबैले लाइक हान्दिनु होला यो चाहिँ सेकेन्ड पार्ट हो अब हामी घर फर्किनु आँटेको बल्ल बल्ल पूजा सक्यो गाइस यहाँ सबै निकालिँदैछ म तपाईले अब फुल भिडियो देखाउँछु जहाँ गएको अब हामीले हिँडेपछि म ब्लग स्टार्ट गर्छु ल गाइस गाइस अब हामी जाँदैछौँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो मकै बारीको बिचमा तर मकै सानो मात्र छ अब यहाँ जानुहुन्छ हामी बाइकमा त जान्नौँ बाइकमा दुईजना जानुहुन्छ सबै सामान बोकेर अनि हामी जान्छौँ बाइकमा बाबा अनि कोही को जानुहुन्छ थाहा छैन को बसिरहेछ ए छिटो न यहाँ निन्द्रा लागिसक्यो बज्यो नि 11:20 गाइस अघि मैले टाइमर कतिमा 7 खोइ कतिमा देखाएको थिएँ पार्ट 1 मा तर अहिले हेर्नु 11:20 भइसक्यो 11:19 20 हुनु कति पनि छैन 11 बजेको मेरो आँखातिर मेरो भइसक्यो यतिखेर म घरमा भएको बानीमा निदाएर सबै नाक्रा लिनु बत्ती बाल्नु न लाग्यो उइने लाइट चाहिँ हैन यो एउटा बोक सक्छौ गरौँ छैन हजुर काम है बत्ती खोल्नु बुने बत्ती पनि छ नि यहाँ लगा बत्ती पनि छ हौ त यहाँ लगा न त झालाले बिहो छन उले अलि उनी हाली पठाउनु है त हाली पठाइदिन्छु घर गएर अब खानुपर्छ म त खान्छु म त पानी उमालेर चाउचाउ खान्छु पैसाले अगाएन अनि पकाएर दिएछ होइन काम गर्नु गएको ए परापछि सम्झाएको के अघि दाले को चाहिँ बाइकमा जाने राजेश मामा पाने भनेको नि यो त्यो थुक्पा खायो भनेको हो र म अनि अघि बुझिसकेँ बाटो सान्सो कुकुरी कहाँ छ त्यही झोलामा होला म कुकुर खिच्यो म बोक्नु भनेर बोक्दैन त उयो त तेरो जग्गा पनि कमाउने होइन अन्तरे हो पढे पाँच छोरा दुना 12 वर्ष कुकुरको ढोङ राखेको बाङ्गो हेर्नु हुन्छ नि त्यो चाहिँ मासु लाउरे एक्सर्साइज गर्ने मेरो आमाको पर्ची बेचिरहेको छु अब यहाँदेखि उता जाने हो अब हामी 10 मिनटमा पुग्छौँ मलाई हिँड्दै 10 मिनट जति बाइकमा चाहिँ 3-4 मिनटमा पुगिहाल्छौँ होइन यहाँ बोक्छ यहाँ बाइकमा जाँदैछ बाबा र राजेश मामा लिन आउनुहुन्छ कि अनि हिँड्ने अल्छी लाग्छ ए खानै चाउचाउ सोच्छु परारको साल कति 8 9 बजीसम्म भिड
हावा खानु होला नि होला सारो कुला कुलाउने ला ओले हो इच्छा छ लाले खाडो रामेर त बारे हिँड्नु त राम्रो त कान्छी हजुर हिँड्नु त राम्रो पो त आयो रोग लाग्दैन यहाँ यतिजना आउँदै हुनुहुन्छ गाइज यहाँ बोजू म्याट बोक्दै हुनुहुन्छ म त यहाँ जम्मा एउटा टस र मेरो मोबाइलबाट भ्लग बनाउँदैछु मेरो आँखा यसरी खोल्नै हुँदैन त्यो निन्द्रा लागेर पोलिहाल्छ मेरो पेन उस्तै यहाँ हेर्नु केही बाइक कुदेको छैन मान्छे छैन भ्लग 11 बजी त कोही हुँदैन पो रहेछ त नि न त मान्छे न त गाडी सुनसान फोटो खिच्दा पनि अब त यसरी बिचमा उभिबस्दा पनि केही हुँदैन गाइज किनभने मान्छे कोही छैन यहाँ ठेला लाग्थ्यो तर अहिले छैन यता उता उता मात्रै बालेको छ यो यता पनि पोल छ तर बलेकै छैन यहाँ देख्नुभयो यो टर्चको पनि ब्याट्री सिदिनु खोजेको क्या यता 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 त कस्तो धमिलो मधुरो बल्छ यतिखेर त बाबा पुगी पनि सक्नुभयो होला मैं त खुट्टै दुखिसक्यो चिन्ता नै पायो ल गाइस अब यति नै बनाएँ ल मेरो आँखा पोलिसक्यो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु मलाई निन्द्रा लागिसक्यो बाई